How to start a notrep, noradrenaline, using syringe pump. त्यसरी नै सेटअप गर्ने अघि हामी G10 पढ्दै अनि हामीले त्यो पनि एकचोटि गरेर देखाउँछ नरेटमा चाहिँ हामीले 4 mg राखेको यहाँ नरेट अनि 40 cc मा चाहिँ डाइल्ट गरेर राखेको छ हैन अब हामी अहिलेको सेटअपलाई चाहिँ हामीले चाहिँ क्लियर गर्दिने हैन क्लियर सेटअप ओके क्लियर गरौँ है त्यसपछि हाम्रो ml per hour मा हैन नि त त्यो गरेर चाहिँ हामीले यहाँ डोज गर्नेमा जान पर्यो अनि ओके गर्न पर्यो त्यसपछि हामीले सबै आयरन टप दिएरसम्म चाहिँ हैन म्याक्स पर केजी पर मिनेटमै जान्छ हैन त्यो म्याक्स पर केजी पर मिनेट गर्ने ओके गर्ने त्यसपछि हाम्रो 4 mg in 40 cc मा हो त्यो भएर हामीले यसरी 4 mg mg अब 40 यो चाहिँ 50 छ नि त अब यसलाई हामीले चाहिँ डिक्रिज गर्दिनु 40 ml 4 mg in 40 ml अनि अब हाम्रो केजी चाहिँ 50 केजी भयो अनि ओके गर्ने त्यसपछि कन्फर्म सेटअप कन्फर्म पनि गर्नु पर्यो एकचोटि क्रस गर्नु पर्यो कहिले कहिले चाहिँ हामीले धेरै जान सक्छ यो रङ नआउँछ भने चाहिँ यो भनेको चाहिँ एकचोटि कन्फर्म गर भनेर वान गरेको हैन अनि ओके गर्ने त्यसपछि हामीले चाहिँ अब हामीले स्टार्टिङ चाहिँ 0.03 यस्तै गरेर स्टार्ट गर्छ त्यसरी चाहिँ हामीले चाहिँ क्लिक गर्ने यसरी चाहिँ हामीले आयरन ड्रपहरुलाई चाहिँ चलाउन सक्छौं है थ्यांक यू